हेलो टासीले विशेष सर हैन तपाईले कसैलाई कुर्नु भएको हो आदेशमा नआउनु न विशेष सर के भयो मेरो भारी धेरै चर्चा नगर है के हो नि सर बडा त्यसमा गएर दुनिया दिवानालाई त्यो कुरा फैलाउ किन पुरा बुझ्यो मेरो भारी यस्तो तपाईँले गरेर कस्तो तनावमा बढाए दिदीले खायो बिना सिद्धिको आदेशहरू आउने यार मेरो बारे यस्तो सुन्न नपरोस् मेरो वडाध्यक्षमा मेरो कुराहरू कहिले पनि मेरो कुराहरू जाहेर हुनु पाउँदैन अब तिमीले मेरो बारे कुरा गरे कि मेरो बारे सुन्नु पाए कि राम्रो हुने छैन यो मान्छे त्यो सुनेको कुराहरू सबै प्रभु यो तपाईँले हटाइदिनुहोस् केही जानेकै छैन यहाँकोले कदेखि ग्याससम्म बुझेको छैन अनि सुनेको भरमा अब बाटो बाटोमा यसरी ढुकेर बस्दो रहेछ प्रभु तपाईँले नै क्षमा गरिदिनुहोस् यो मानिसहरूलाई जयमसी चोला किन यति साह्रो निराशामा तपाईँ अहिले त्यो एउटा गाउँको त्यो एउटा बुढा मान्छे छ विश्व भन्ने उहाँले तनावै दियो एहे यस्तो त कति आउँछ हाम्रो जीवनमा यीशु ख्रीष्टको जीवनमा हेर्नुहोस् न यीशुले के भन्नुभयो आफ्नो शत्रुलाई प्रेम गर यस्तो कुरामा हामी निराशा हुने त फेरि हामी त प्रेम गर्ने मान्छे प्रभुको जन ज्योतिको सन्तान भएपछि यीशु ख्रीष्टको वचनहरू बिर्सिनु भयो कि के हो छैन अब हामीले सक्ने भनेको नै प्रार्थना हो प्रेम गरिरहनु पर्छ हैन सुध्रिने नसुध्रिए पनि हाम्रो तर्फबाट त प्रेम गरिरहनु पर्छ नि त त्यही हो दाइ खेदो र सत्ताबाट त आइरहन्छ नै त्यसकारण हामीले सक्ने भनेको नै प्रार्थना हो हुन्छ अहिले म एउटा सङ्गतिमा जानुपर्नेछ पछि भेटौँला है त मलाई कोही छ सहयोग गर्ने कोही हुनुहुन्छ कोही छ मलाई सहायता गर्नुहोस् कोही हुनुहुन्छ
ला हो विश्व सरको लडेछ त यार तेरिका विश्व सर बुई कसरी लड्यो अनि यस्तो अप्ठ्यारो बाटोमा आम्मामा हेर्नु त गेलेन पनि दुधवटा बोकेको रहेछ लु खुट्टामा हेर्नु त खुन निस्केको खोइ त आम्मामा खोइ लु है लु चोट चाहिँ एकदमै ठुलो भएको छ अर्को खुट्टा टेक्नु सक्नुहुन्छ यो बिस्तारै भित्तामै टेक्नुहोस् त अनि म तपाईँलाई बोक्छु एनी हाउ म जसरी हुन्छ म तपाईँलाई हस्पिटल पुऱ्याउने काम मेरो हो है चिन्ता नगर्नुहोस् ल जे हुनु भयो ल धैर्य गर्नुहोस् म तपाईँलाई हस्पिटल तुरन्तै लिएर जान्छु ल आउनुहोस् है अलिअलि दुख्छ र पनि सक्नुहोस् है ल विश्व सर है मलाई माफ गर्नु होला मैले तपाईँलाई धेरै नराम्रो गलत मान्छे भनेर सोचेको थिएँ भन्नु पर्दैन किनभने अब हामी एउटा मानवता हो नि त अब तपाईँले जस्तो बोल्यो भने पनि अब तपाईँले बोलेको होइन त्यो होइन अन्जानमा बोलेको म बुझ्छु त्यस्तो होइन मैले त्यस्तो केही सोच्दिनँ यदि तपाईँ नपाइदिए म त्यही मृत्यु हुन्थ्यो होला तपाईँको कारणले म आज बचेको छु अलिकति अब तपाईँले फेरि बुल्डुङ पनि दुधवटा बोक्नु भएर छ यो बर्खामा त अलिकति यसो हेरेर हिँड्नु पर्थ्यो नि त विशेष सर साँचो प्रेमले रिसलाई जित्छ शत्रुलाई पनि मित्रमा बदल्छ जसले सताउँछ हामी तिनीहरूको निम्ति प्रार्थना गरौँ आउनुहोस् हामी पनि येशू ख्रीष्टको वचनलाई हाम्रो आफ्नै जीवनमा उतारौँ Eshuge mirangi lokru yala sumnamsin rangi tala jamba betong rangla nyechen bege yala yabu betong rangla memu jate yala jila na nangdong rangla chokpa bege yala soang tapdong suge rangla tambala taksin mana lolo de tambar se tetong suge rangla lang masimana yala kertong Eshugi duksungo rangi dala a chamba chisa Nachala misigindi wala kasi chisa Meto jaking hati wala melam jopsa Le duksi siking hati we thibla swatopsa Sui churi dambala damjakti benjo Damba yung mati a jendo chi Tini chirangla mi sui khanduk chanda inewe chiri regwa chani ido Ala chiri isa athuktara chisa 예수기 수건한대로 야와라 참고치 rangla ne kyamen wala kande yongshis melamyo rangla thamnyam chigen wala chambochi ragi demba chikla thangna kyuri demba sendawa senichi ani kyorangla tutung thogen wala kyuri kolawa pikniji ani kyuri semla kharis sambadi mala nende yongshis kyuri sambadi mi semba wala Honorable Yomashios Sam.